हेलो एभ्रिवान, आज चाहिँ हामी साकुरा हेर्न भनेर आएको। खास चाहिँ गुम्बाको मायावासी आकाकीदेखि अलिक तल चाहिँ एकदमै ठुलो पार्क छ, जहाँ साकुराको लागि चाहिँ एकदम फेमस ठाउँ। हामी यहाँको चाहिँ अहिले 2 बजे भनेपछि 12:30 बजे आएर बसेको जाममा। पछाडि यति ठुलो जाम छ है, अगाडि पनि त्यस्तै जाम छ। 1.5 घन्टा भइसक्यो बसेको, पार्किङ पनि पाउँदैन। बस्दा दिक्क टाउको तुइसक्यो। यस्तो छ हालत। एउटा गाडी निस्किन्छ अनि एउटा पस्छ। पार्किङ छैन, सानो छ पार्किङ। गाडीको लाइन त्यस्तो छ। साकुरा त्यस्तो फुलेको छ। सो यो हेर्नलाई चाहिँ मान्छेको यस्तो भिड छ के, खास केही होइन, यही फुल हो हेर्ने मेन यहाँको। यहाँ नि छ त पार्किङ त। त्यो यता कताबाट आएको पार्किङ थियो? यत्रो हो त्यहाँ। यो पार्किङ चाहिँ कहाँबाट आउँछ त नि? होइन, ओके खोज्दै जाउँ। टाढाबाट मान्छेहरू यसरी बसमा आउने गर्छन्। यो ठाउँमा चाहिँ एकदमै फेमस ठाउँ छ यो चाहिँ। जापानको गुम्बाकेनको वर्ल्ड चेरी ब्लोसम एरिया भनेर चाहिँ छ म्यापमा पनि। अनि यहाँ चाहिँ कति किलोमिटर माथिसम्म चाहिँ यसरी रोडको वारिपारि चाहिँ साकुराको फुलै फुल मात्रै छ क्या, एकदमै धेरै। यहाँ सब टाढाबाट आएको बसहरू छ। अनि उतिबाट रोकिदिएर चाहिँ यता नि आउनु नमिल्ने छ। अब यहाँबाट चाहिँ देखाउँछु म। यस्तो राम्रो छ। यो अगाडि पछाडि जतातिर हेर्न सक्नुहुन्छ, यस्तो बवाल साकुरा फुलेको छ है। यो सब साकुरा हेर्न मान्छेको भिड यो देख्नुहुन्छ। यो सब साकुरा हेर्ने, पार्किङ नपाएर बल्ल पार्किङ पाएर भित्र छिरेको। यहाँ चाहिँ माथिसम्म यही रोडमा बिचमा यसरी रोड छ, अनि रोडको वारिपारि चाहिँ यसरी फुलहरू साकुराको यस्तो बवाल फुलेको छ। अब यहाँबाट बल्ल हामी छिर्न पाऊँ। अब यहाँबाट माथि जान्छौँ, माथिसम्म म भिडियो देखाउँदै जान्छु। एकदम राम्रो फुलेको छ।
नेपालमा भएदेखि यो तोरीबारीको तोरीभन्दा अर्थ कुनै भ्यालु हुँदैन थियो है। यहाँ यस्तो छ, यही तोरीबारी हेर्नलाई, साकुरा प्लस तोरीबारी हेर्नलाई चाहिँ मान्छेको यस्तो भिड छ कि यहाँ। घाम थिएन नि त, अहिले घाम खानु त पानी निक्लो फेरि हामी फिल्म हेर्ने कति नराम्रो फिल्म हेर्दा त्यही पाटपट्टि हो क्या फिल्म लाग्ने भनेको उ त्यसैको अगाडि हो। त्यसको यताबाट पूजार सार्की भन्ने आयो कस्तो नराम्रो